आज यो मेरो हातबाट पाएको छैन न राम्रोसँगले काम ढङ्गा गर्छ नानीहरूको न लुगा फेरि जम्मै गनाउँदै हिँड्दैछ काम पनि मै खुन पसिना एक गरेर खाना खुवाउने पनि मै यहाँ मेरो लुगा खुवाए सबै छैन न काम ढङ्गासँगले गर्छ न एक कप तातो चिया बनाएर दिन्छ बुढा यी तपाईँ गल्नु भयो भनेर न एक कप चिया बनाएर दिन्छ यो नि यो कि आज माइत जान्छ कि म जेल जान्छु आज ए मेरो लुगा कहाँ गयो फटाङ्ग्रा भित्ती काम त ढङ्गसँगले गर्दैन यहाँ लुगा तान्यो ढङ्गसँगले राखिदिनु नि छोरा मान्छेको जिन्दगी हो अरे घरि यता घरि उता घरि उपर प्रदेश ए फटाङ्ग्रा लुगा झिक्थ्यो भनेको के अरे अझै बुढी नमस्ते बुढी घरमै पो हुनुहुन्छ घरमा नभएर कहाँ हुनु घरमा होइन म त कतै बाहिर उता लाउ चप्पल त लाउनु भएको रहेछ यो बहिनीको होइन यस्तो कतै बाहिरतिर यसो चारो खोज्नु गयो होला भनेको त घरमै पो हुनुहुन्छ घरमै त छु होइन म त कहीँ बाहिरतिर पो हुनुहुन्छ कि भनेर यसो ठुलो स्वर गरेको नि लुगा भन्ने चिज चाहिँ लथालिङ चाहिँ मै छु नि त कि यहाँनिर म आफै खोजेर लगाइहाल्छु नि लुगाहरू होइन चिया पनि म आफै बनाइहाल्छु होइन म त तपाईँ कतै पो जानु भएको होला भनेको त घरमै हुनुहुन्छ कङ्गैमा